बोतल लिएर पानी भर्न जाऊ है। हुन्छ आमा। ओहो प्रिया, तिमी पनि पानी भर्न आएकी हौ? आमाले पानी भर्न जाऊ भन्नुभयो, त्यही भएर आएकी नि। साँच्ची तिमीले गणितको क्रिया कार्य गर्यौ त? नाइ गरे छैन, मलाई त गणितको हिसाब नै आएन नि। केही हुँदैन, म तिमीलाई सिकाइदिइहाल्छु नि। आऊ म जाऊँ हाम्रो घरसँगै। हुन्छ, जाऊ न त। जाऊ। आऊ गीता भित्रै। ए गीता, हैन त किन भित्र बस्न खोजे कि? तँलाई कसले भन्यो भित्र बस्न? मैले भने कि हो हजुर आमा गीतालाई। गीता र म धाराबाट सँगै आएका हौ पानी लिएर। होइन छोरी, तिमीले यस्तो के गरेको? यस्तो सानो जातकोलाई भित्र बोलाउन कहाँ हुन्छ? कता यो गीताले तिम्रो बोतलको पानी त छोइने। होइन हो साइलामा, के भयो फेरि? यो गीताले के गरी भुइँभरि पानी पो छ त? के गर्छ यसले? नातिनीसँगै धाराबाट आइदिए रे, छोइहाल्यो नि पानी। यो गीता यस्तो जातको भएर काम गर्ने हो त? ओ गीता, खुरुखुरु घर जा। गीता बहिनी, के भयो? किन रोएकी? हेर्नु न दिदी, हामीलाई सबैले सानो जातको भनेर किन हेप्छन्? गीता, के भयो? किन रोएकी? हेर्नु न आमा, हजुरआमा बाबा र छिमेकी मिलेर सानो जातको भनेर हेपे। अझ मेरो केही गल्ती नहुँदा पनि यत्तिकै मलाई आरोप लगाउनु भयो। त्यसमाथि गीताको हजुरआमाले त झन् मैले छोएको पानी पनि नखाने भनेर सबै फ्याँकिदिनु भयो। तिमीले त्यस्तो गल्ती गर्दैनौ, तर पनि उहाँहरूले हामीले सधैँ नराम्रो व्यवहार गर्नुहुन्छ। धेरै चिन्ता नगर्नु, घरभित्र खाना खान जानु। हुन्छ आमा। साथीहरू, आज पनि हिजोको जस्तै खेल खेलौँ न। मलाई हिजोको खेल धेरै मन पर्यो। बाउ, मोहन, तिम्रो खल्तीबाट यो खानेकुरा खसेछ। राख तैँले नै। अब तैँले चाहिँ तैँले छोको मैले खाँदिनँ। मेरो आमाले भनेको तैँले छोको खानु हुन्न रे। मेरो खुट्टा साह्रै दुखेको छ। पक्कै पनि तिमीलाई राहुलले घुचेटेर खुट्टा दुखेको हुनुपर्छ। मोहनदेखि राहुलले घुचटेको हो। होइन रेखा, तिमी झुट किन बोल्दैछौ? त चुप राख बिचारी रेखा। आउदेखि त हामीसँग खेल्न जा। घर जा। जाम। प्रिया, ए नातिनी, होइन यो प्रिया पनि छोरा बुहारीसँग बारीमा पो गएछ क्या? आमा, हजुरलाई के भयो? आमा, प्रिया, होइन यो प्रिया पनि कता गएछ? आमा, हजुरलाई धेरै गाह्रो भयो जस्तो छ। रुक्नु, म हजुरलाई पानी लिएर आउँछु। नाइ, मैले त यो छोरीको पानी खादिन। कुरा नगर्नुहोस्, हजुरलाई धेरै गाह्रो भएको छ। रुक्नु, म पानी लिएर आउँछु। नाइ भनेको सुन्दिन। आमा, हजुर यस्तो कुरा नगर्नुहोस्। हजुर अहिले आएर छुवाछुत हेरेर हुन्छ। गीता, तिमीलाई धेरै धेरै धन्यवाद। मैले यस्तो अवस्थामा पनि छुवाछुतमा विश्वास राखेको भए अहिले मेरो मृत्यु नै हुन्थ्यो। होइन आमा, हजुर त्यस्तो कुरा नगर्नुहोस्। हजुरलाई धेरै गाह्रो भयो जस्तो छ। अब बरु हिँड्नुहोस्, हजुर भित्र गएर आराम गर्नुहोस्। अब त्यो सानो जातको राहुल पनि गयो। अब हामी खेलौँ। हामी जा।
उठ मोहन, कसरी लड्यौ? राम्रोसित हिँड्नु पर्थ्यो नि। ओहो राहुल, तिमीलाई हामीले दुःख दियौँ, सतायौँ, तर पनि तिमीले मलाई सहयोग गर्यौ, त्यसमा धन्यवाद। ए गाउँलेहरू यता आऊ त। ए गाउँलेहरू हामीले यत्रो दिनसम्म गीताको परिवारहरूलाई धेरै दुःख दियौँ, तर पनि उनीहरूले आज आएर हामीलाई धेरै सहयोग गरे। हामीले उनीहरूसँग माफी माग्नुपर्छ। जाऊ जाऊ तिनीहरूको घर। गीता राहुल बाहिर आऊ त। माफ गरिदेऊ राहुल। हामीले तिनीहरूलाई कति दुःख दियौ, हामीलाई माफ गरिदेऊ। होइन हजुर, यस्तो कुरा नगर्नुहोस्। समाजमा पहिल्यैदेखि नै कतिपय ठाउँहरूमा त अझ पनि जातीय भेदभाव चलिरहेको छ, तर हजुरहरूले बेलैमा बुझिदिनु भएको छ, त्यसको लागि धन्यवाद। धन्यवाद।